ल गुड मर्निङ गाइज है। आज हामी फापरको रोटी ढुङ्गोमा पकाउँदैछौँ। खासमा हामी 2 दिनको लागि भनेर लेखतिर आएका थियौँ। 1 दिन एक्स्ट्रा बस्नुपर्ने भएको कारणले गर्दा हामीलाई ल्याएको खाना पनि पुगेन र त्यो खाना अब 1 दिनलाई त चाहियो जुगाड हैन। अनि त्यसपछि यहाँबाट लगभग यो हामी एकदमै हाइटमा छौँ। लगभग आज यो भेडी गोठ हो, यो बर्खाको सिजनमा भेडाहरू राख्ने गोठ हो यो भेडी गोठ। अनि खानाको जुगाड गर्न यहाँबाट भेडाहरू आजभोलि बेसीतिर लगिसकेका हुन्छ। अनि 2 घण्टा जसो हिँडेर त्यसपछि एकजना भेडीवाला दाइसँग केही खानेकुराहरू माग्न गएको। अनि फापरको पिठो रहेछ, उहाँले फापरको पिठो दिनुभयो र त्यही फापरको पिठोको मात्रै रोटी यो ढुङ्गाको हामीले तावा बनाएको छौँ। जुगाड त गर्नु पर्यो यो हैन। हामीले त यस्ता दिनहरू यस्ता रातहरू त कति गुजारियो हैन। यो हाम्रो लागि अनौठो चाहिँ होइन। यो तपाईहरुलाई अनौठो लाग्न सक्छ यो ढुङ्गामा रोटी पकाएर खाएको। ल हेर्नुस्, फोटोग्राफी सिक्दै गर्दाखेरि हैन कति दिनहरू कति रातहरू यसरी गुजारियो हैन। यो त के हो र, यो त एकदमै राम्रो, एकदम हामी त भिआइपी ठाउँमा छौँ हैन। कयौं रातहरू ढुङ्गाको ओडारमा बिताएका छौँ, कयौं रातहरू खुल्ला चौरमा बिताएका छौँ हैन। र हेर्नुस् कति मजा छ। जुगाड अब केही छैन हैन, यसले गर्ने हो। ल हेर्नुस्, यो फापरको रोटी हो। खासमा यो हाम्रोतिर तिते फापर हुन्छ, विशेष गरी यो तिते फापरको रोटी हो। र हेर्नुस् कति राम्रो हालेको छु। सिपालु चाहिँ हुँ हैन, तर घरमा मात्रै जान्दैनौँ भनेर मैले केही पनि गर्दैन। यस्तै ठाउँमा आयो भने त गरिन्छ मजाले। हामीले बिताइरहेको जिन्दगी कस्तो लागिरहेछ तपाईँहरू कमेन्ट गर्नुहोस्। हामी यस्ता दिन रातहरू कयौं गुजार्छौँ हामीले, हाम्रो लागि अनौठो कुरा हैन। यो तपाईँहरूको लागि अनौठो कुरा लाग्न सक्छ यो ढुङ्गामा यसरी रोटी पकाएको। ल गाइस, फापरको रोटीसँग खानेकुरा केही छैन। अब यही चिनी चिया खानलाई ल्याएको चिनी हो हैन। चिनीसँग खानु पर्यो, के गर्ने, खानेकुरा सबै सकिसक्यो, भोक पनि लागिसक्यो। हाम्रो क्यामेराम्यान बोस खाँदै हुनुहुन्छ। ल हामी खासमा 3 जना आएको थियौँ अनि यस्तै चलिरहेछ जिन्दगी। ल पेजलाई लाइक फलो कमेन्ट चाहिँ गर्नु पर्यो र विशेष गरी यो भिडियोलाई 100 सेयर पुऱ्याइदिनु त चाँडो। ल अबको 1 घण्टामा 100 सेयर है। हस्, धन्यवाद है सबैजनालाई।